धनगढी, जहाँ क्रिकेट केवल खेल होइन पहिचान हो। सिटी अफ क्रिकेटको उपमा पाएको यो सहरमा अब खेलाडी, क्रिकेट प्रेमी, लगानी र दृष्टिकोणले क्रिकेट प्रतिका सपनाहरू एउटै मैदानमा उत्रिँदैछन्। धनगढी उपमहानगरपालिका वडा नम्बर 3 फाप्ला मैदान नजिकै करिब 5 बिघा क्षेत्रफलमा निजी लगानीमा नयाँ अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान निर्माणको औपचारिक सुरुवात गरिएको छ। सोमबार सञ्चालकद्वय सुभाष शाही र मोहन साउदले धनगढी ओभल नाम दिइएको क्रिकेट मैदानको शिलान्यास गरे। छवटा पिच रहने यस मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार 65 देखि 75 मिटरको बाउन्ड्री हुनेछ। पर्खाल निर्माण र मैदान सम्याउने काम सम्पन्न भइसकेको छ भने पिच निर्माणको काम सुरु गरिएको छ। धनगढीमा क्रिकेटलाई चलायमान बनाउने यात्रामा सुभाष शाही झण्डै 2 दशकदेखि निरन्तर सक्रिय छन्। उनको व्यावसायिक क्रिकेट यात्रा एसपी कपबाट सुरु भएको हो। नेपालमै पहिलो पटक अक्सन प्रणाली सहितको प्रतियोगिता आयोजना गरिएको, अझ भनौं एनपीएलको जग बसाल्ने प्रतियोगिता धनगढी क्रिकेट लिग, धनगढी प्रिमियर लिग तथा टी20 फर्म्याटको राष्ट्रिय स्तरको क्लब क्रिकेट प्रतियोगिता अर्जुन ट्रफी हुँदै आज मैदान निर्माणसम्म आइपुगेको छ। अब यसलाई फेज वाइज हामी काम गर्न खोजिरहेका छौँ। अहिले 4वटा पिचको आज हाम्रो निर्माण काम सुरु भएको छ। आउटफिल्ड हामीले करिब 8 महिना अगाडि काम सुरु गरेका छौँ। आउटफिल्डको कामहरू पनि सकिसकेको छ र यसको फेन्सिङ गर्ने कामहरू पनि सकिसकेको छ। अब यसको पाइपिङको कामहरू, यसमा हामी 360 डिग्री होइन एउटा ड्रेनेजको सिस्टम अनि पाइपिङ र स्प्रिङ्कल सिस्टमहरू जडान गर्दैछौँ। तकरिबन पहिलो फेजमा हामीले 1 करोडसम्मको लगानी गर्ने र फेज वाइज पछि बढाउँदै जाने र त्यसको माथि चाहिँ एउटा क्रिकेटको नेट प्र्याक्टिसहरू पनि ल्याउने गरेर केही कमर्सियल प्रोजेक्टहरू पनि अगाडि रोड साइडमा, रिङ रोडको छेउमा भनेर फेज वाइज हामी काम गर्दै जान्छौँ। र यसको उद्देश्य भनेको धनगढीलाई एउटा सिटी अफ क्रिकेटको रूपमा गतिशील बनाउने र त्यसमा चाहिँ एउटा इँटा थप्ने काम। किन ग्राउन्ड अब हामीसँग फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने क्रममा छ र त्यहाँ EIA पनि अप्रुभ भइसकेको छ। अब त्यसको रुख कटाउने कामहरू पनि अगाडि बढ्दैछन् र आगामी आर्थिक वर्षमा फाप्लाको निर्माण काम पनि सम्पन्न हुन्छ। त्यहाँ पनि फाप्लामा पनि एउटा प्र्याक्टिस ग्राउन्ड छ। सँगसँगै भोलि अन्तर्राष्ट्रिय गेम हुँदाखेरि धनगढीमा चाहिँ थुप्रै प्र्याक्टिस ग्राउन्डहरू र सपोर्टिङ ग्राउन्डहरू पनि चाहिने र रेगुलर रूपमा अब राष्ट्रिय स्तरका प्रतियोगिताहरू, अर्जुन ट्रफी लगायतका अन्य प्रतियोगिता गर्नलाई पनि ग्राउन्ड चाहिने हुनाले थुप्रै विकल्पहरू चाहिने हुनाले चाहिँ अब त्यसमा इँटा थप्ने काम गरेको र थप हामीलाई 2-4वटा मैदान यस्तो किसिमको अझै पनि चाहिन्छ हामीलाई यहाँ। पहिलो चरणमा पिच निर्माणसँगै इरिगेसन र ड्रेनेज प्रणाली जडान गरिनेछ। त्यसपछि पवेलियन, चेन्जिङ रुम, नेट प्र्याक्टिस क्षेत्र र अन्तिम चरणमा फ्लड लाइट, प्याराफिट तथा व्यावसायिक स्टल निर्माण गरिनेछ। सुदूरपश्चिममा यतिको ग्राउन्डमै ड्रेनेज अनि इरिगेसन पाइपहरू, सबै अन्डरग्राउन्ड पाइपहरू लगाएर गरेको यो मेरो ख्यालमा पहिलो नै हुन सक्छ। यसमा सबै टेक्निकल कुराहरू, माटो परीक्षणहरू, यी सबै ग्राउन्डको स्लोपहरू भयो, यी सबै कुराहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै मैले बनाइराखेको छु। मैले जे भन्छु, इक्विपमेन्टहरू भयो, मेन पावर भयो अनि सामानहरू भयो, उहाँले पुर्याइदिनु भएको छ। यदि उहाँले अझ लामो भन्नुभएको हो, यदि सबै कुरा पुगेको खण्डमा सिर्फ ग्रासको लागि टाइम लिने हो भने वैशाखसम्म हो, नत्र भने 2 महिनाभित्रमा खेल्नै मिल्ने हुन्छ। अभ्यास मात्र नभई प्रतिभा उत्पादनको केन्द्र बन्दै गइरहेको धनगढीमा निर्माण थालिने भएको धनगढी ओभल पूर्ण रूपमा सञ्चालनमा आए अझ बढी क्रिकेट प्रतिभाहरूलाई ग्रासरुटदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने यात्रा तय गर्न बल पुग्ने अपेक्षा गरिएको छ। माघ 19 गते शिलान्यास गरिएको यो मैदान आउँदो 3 महिनाभित्र अर्थात् विक्रम सम्वत 2083 वैशाखबाट सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ।